हेलो गुड मर्निङ साथीहरू सबैजनालाई। आज चाहिँ हामी यहाँ काली खोलामा पुगिसकेका छौँ लामजिङखा युवा अफिसपछि। अनि हामी मास भ्याक्सिनेसन प्रोग्राममा एन्टी रेबिस भ्याक्सिनेसन प्रोग्राममा छौँ। हामी यहाँ धेरैजना हेर्न सक्नुहुन्छ। हाम्रो साथीभाइहरू सबै रेडी भएर अब चाहिँ प्रोग्राममा हामी सब ग्रुप 3टा बनाएको छ र जानलाई रेडी भइरहेको छ। मर्निङमा वेदर चाहिँ यस्तो छ, आज चाहिँ ग्लुमी भएर राम्रो भएको छ। जस्तो पानी पर्दै थियो र अहिले चाहिँ एकदम मजाको भएको छ वेदर पनि देख्न सक्नुहुन्छ। र सबैजनाले हेरेर साथ सपोर्ट दिनु होला। के गरिन्छ आजको एक्टिभिटी देखाउने छु म। है त गाइस, माछा झरेछ त साथीहरू, माछा ल हामी चाहिँ लाग्यो है साथीभाइहरू। ल यो चाहिँ भिडियो चाहिँ अब 10 साल पछाडि हेर्नु है। यो भिडियो चाहिँ अब 10 साल पछाडि हेर्नु साथीहरू। उहिले हामी काली खोलामा सुनाउँदाखेरिको भनेर। हामीले एउटा मिस हाम्रो टिममा चाहिँ हामी 3जना छौँ। डक्टर त्यहाँदेखि पर्मानेन्टको इन्चार्ज, त्यहाँदेखि म। देख्न सक्नुहुन्छ हामी सब ग्रुप गरेर 3टा ग्रुप डिभाइड गरेको छ। स्याम्पल कलेक्सन, त्यहाँदेखि क्याटल गोठलाई एन्टी रेबिस भ्याक्सिनेसन त्यस्तो चल्दैछ। र आज चाहिँ सेकेन्ड लास्ट डे हो। अन्त हामी चाहिँ यहाँ गाउँ घर घर जाँदै सुईहरू लाउँदैछ। आजको लागि हाम्रो यो चाहिँ फर्स्ट हाउस होल्ड हो। सुई लाउनु जान्छ हामी सबैजना। सुई र ल्याब स्याम्पल भन्छ, ब्लड स्याम्पलहरू लाउँदैछ ल्याब टेस्टको लागि। र यो चाहिँ हाम्रो फर्स्ट हाउस होल्ड आजको लागि। यस्तो छ यताको इन्भाइरोमेन्ट चाहिँ सबै दोमा यो सुपारीको रुख छ। यो चाहिँ हट प्लेस भएर यहाँ टु इन्डिया बोर्डर भएर चाहिँ ल हाम्रो काम चाहिँ खालि यस्तो छ हाम्रो काम चाहिँ खालि गाईको गोठमा जाने सुई लाउने खालको छ हाम्रो काम चाहिँ। वाक नेचर चाहिँ साथीहरू। यो चाहिँ यहाँको ओल्ड टाउन है, लामजिङको ओल्ड टाउन। न्यू टाउन चाहिँ पर छ भएर देखाउँछु म। यस्तो छ हाम्रो चाहिँ उँधो पऱ्यो आज एरिया। र हामी 3जना चाहिँ तल जाँदैछ हुँदै। एउटा चाहिँ अघि लगाइसक्यो, तर के आज निकै छ हाम्रो हाउस होल्ड कभर गर्नुपर्ने। हामी चाहिँ उँधो पस्दैछौँ चाहिँ लाउँदै चाहिँ पहिला रमाइलो हुने गर्थ्यो ओल्ड टाउनमा। काम चाहिँ यस्तो छ। हेरौँ यहाँ को छ अब। घरमा चाहिँ बाख्रा छ भन्छ। कतिवटा छ? ठुलो सानो 4वटा छ, तर 2टा उमेर पुगेको न अन्डर एज। चाहिँ नजारा चाहिँ ओल्ड टाउनको नजारा यस्तो छ। नेक्स्ट फार्ममा पनि पुगिसकेको छौँ हामी। यहाँ गाई गोरु यस्तो छ, बाख्रा पनि छ रहेछ। यता माथि बाख्रा कुखुरा सबै छ भनौँ न फिल्ड गाउँघरमा। यस्तो छ है साथीहरू। यिनीहरूको सुई लाएर ब्लड पनि लानुपर्ने छ। यस्तो छ सक्नुहुन्छ। यस्तो छ है सुपारीको रुख चाहिँ एकदम डेन्स हेल्दी। है यस्तो छ। हामी पनि गाईको खोजीमा, गाई बाख्राको खोजीमा हिँड्दैछ। सक्नुहुन्छ तल लगाएर भनेको चाहिँ बजीले जाँदैछ। हामी पनि पछि तल छोडेको छ। हाम्रो काम चाहिँ यस्तो छ है, काली जङ्गल घारी घर डुल्दै हिँड्नुपर्छ। अफिसमा बस्ने काम छैन साथीभाइहरू। त्यो पनि अब के छ सही साथीहरू। हाम्रो चाहिँ साथीहरू फिल्डमा छ। मान्छे हुनु त सजिलो हुन्थ्यो होला ब्लड निकाल्नु पनि। हाम्रो पेसेन्ट चाहिँ फेरि यस्तो छ। कस्तो हो घाँटी बाङ्ग्यो त। मलाई न
यस्तो सुन यस्तो हो Haram malah. Thì ta biến vô chung mấy ông này nhẹ thế này Haram malah na. यो बेङ्गीले खतम भयो नि हो तिर चाहिँ एउटा मन्दिर रहेछ हिन्दू मन्दिर के मन्दिर हो एक्ज्याक्टली मलाई चाहिँ थाहा भएन तर सो हेर्दाखेरि चाहिँ शिवालय मन्दिर जस्तो छ अनि किनकि फोटो पनि छ रहेछ गेटमा र हामी चाहिँ सुनाउँदै घुम्दै गर्दाखेरि यतातिर पनि पुग्यौँ मन्दिरको दर्शन गर्ने हो रहेछ यहाँनिर हेर्नु तपाईँहरूले यहाँनिर शिवालय मन्दिर रहेछ है यो चाहिँ काली खोलाको पानीसँग र जिन्दली चाहिँ हामीलाई ओनरले चाहिँ टी अफर गरेको छ त्यो भएर हामी चाहिँ लाग्यौँ है चिया खानुलाई लु आन्टी अङ्कलले मिठो चिया पकाएर दिनुभएको थियो पिएर पनि हामी चाहिँ लाग्यौँ है अब गरममा चिया पिएर हो एकदम इन्डियन भित्र पनि पुरा ठन्डा बनाएर चाहिँ अब बाहिर मात्रै टेम्परेचर हाई भयो कि त्यही भएर भित्र पनि तातो लाउँदा चाहिँ चिसो हुन्छ अरे लोजिक चाहिँ त्यो भएर सबै लायो पिएर चाहिँ टन्नसँगले मिठो चिया अब हामी तिनजना चाहिँ लाग्यौँ त यता चाहिँ बिपिसी अफिसहरू साह्रो छ देख्न सक्नुहुन्छ हाम्रो दुईजना साथी अगाडि हिँड्दैछ र आजको हाम्रो मर्निङको काम चाहिँ सकेको जस्तो छ अब आजलाई चाहिँ र भरे अरू एक्टिभिटीहरू हुन्छ अरू एक्टिभिटी चाहिँ म भरे देखाउँछु तपाईँहरूलाई त्यसै बिपिसी अफिस अनगोइङ कन्स्ट्रक्सनहरू पनि चल्दै रहेछ यतातिर चाहिँ यस्तो छ हिजो अस्ति दिनतिर चाहिँ पानी पर्दै थियो र अहिले फेरि घाम लाग्न थाल्यो आजदेखि चाहिँ पुरा गरम भयो लसो थियो यो चाहिँ हाम्रो यहाँ काली खोलाको न्यू टाउन चाहिँ यो एरियालाई भन्दो रहेछ न्यू टाउन यहाँ खासै त्यस्तो बिल्डिङहरू त छैन यहाँनिर बनाएको छैन रहेछ र यहाँ चाहिँ सिम्पल हट्सहरू के भन्छ मसिनो घरहरू टेम्पोररी सेडहरू बनाएको रहेछ र यसमै सबै थोक यहाँनिर अब टाउनको फेसिलिटी चाहिँ यतैबाट उयो गर्दो रहेछ यहीँबाट पाउँदो रहेछ सबै थोक भनौँ न किनबेचको सामानहरू सबै थोक यहीँबाट उयो गर्नु हुँदो रहेछ यहाँको मान्छेहरूले र यस्तो रहेछ साथीहरू यहाँ चाहिँ अहिले चाहिँ डेभलपमेन्ट भएको छैन रहेछ ठुल्ठुलो टाउन के भन्छ उयो बिल्डिङहरू त बनाएको छैन रहेछ यस्तै मसिनो घरहरू रेस्टुरेन्टहरू त्यहाँदेखि ग्रोसरीको दोकानहरू त्यस्तै बनाएको रहेछ साथीहरू अब यहाँबाट उता निक्लिन चाहिँ टक्कै हेर्दै गर्नु होला साथीहरू यतातिर पुग्दाखेरि यता मासतिरको चाहिँ यहाँ काली खोलाको हस्पिटल हो साथीहरू यो मासतिर देख्दै गरेको चाहिँ यो मासतिर लेफ्ट साइडमा देख्दै गरेको चाहिँ यो लामाजिङका काली खोलाको स्कुल हो र राइट साइडमा देख्दै गरेको चाहिँ यहाँको लामाजिङकाको पुलिस अफिस हो पुलिस स्टेसन यस्तो रहेछ गाइस सबैजनाले हेरेर इन्जोय गर्नु होला ल साथीहरू अब सबै प्रोग्राम पनि समाप्त भएर इभिनिङ पनि भइसकेको छ र सबैजनालाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै बाइ गाइस।